यो ठाउँ बेराको बेराको छेउछाउ आइपुग्यो। ठ्याक्कै एक्चुअली यही ठाउँ भन्ने चाहिँ थाहा भएन, किनभने यहाँ बसोबास गरिँदैन होइन। आयो सिधै केएल अनि जाने सिधै, त्यसले गर्दा थाहा हुँदैन नि त। एक्चुअली यो ठाउँ यही हो भन्ने थाहा भएन, तर बेराको छेउछाउ हो। यहाँ देखिएका नरिवलका बोट जस्ता सबै तेलका बोट, जो मलेसियामा तेल कम्पनीमा काम गरेर आएको अथवा तेल टिप्ने काम गरेर आएँ भनेर भन्छ नि सबैले, अत्यन्तै दुःख काम गरेको हुन्छ, अति नै दुःखदायी काम गरेको हुन्छ, अति नै दुःख लाग्दो एकदम हार्ड काम गरेको हुन्छ। हातका के भन्छ हत्केलाहरू चाहिँ फुटेका हुन्छन्, ठेप्ला उठेका हुन्छ। काम एकदम हार्ड काम गरेको हुन्छ, पैसा एकदम अप्ठ्यारामा हुन्छ। यस्तो जङ्गलमा काम गर्नुपर्छ होइन तेल कम्पनी। यो झट्ट हेर्दा चाहिँ नेपाल जस्तै छ है साथी, झट्ट हेर्दा नेपाल जत्तिकै छ, राम्रो पनि छ हेर्दाखेरि। तर यहाँको बाहिरी तापक्रम चाहिँ नेपालभन्दा अलिक गर्मी छ। नेपालमा अहिले त शीतल छ होइन, नेपालभन्दा चाहिँ यहाँ अलिक गर्मी छ। यहाँ चाहिँ एकै सिजन हो, यहाँ नेपाल जस्तै यो के सिजन यहाँ चाहिँ आइराख्दैन। र यहाँको मानव बस्ती विकास भनेको चाहिँ सबै एकै प्रकारका घर हुन्छन्। कम्पनी धेरै भएको कारणले गर्दाखेरि कम्पनीमा काम गर्छन्। यहाँनिर कम्पनीमा काम गर्दाखेरि बाहिर खेतीमा के गर्नुपर्ने कसो गर्नुपर्ने भन्ने खासै त्यति धेरै खेतीले त्यत्रो पुरा पार्दैन। यहाँको कम्पनीमा काम गरेकाले गर्दा, फ्याक्ट्री धेरै भएकोले गर्दा फ्याक्ट्रीमै काम गर्छ। फ्याक्ट्रीमा काम गर्दाखेरि चाहिँ सेलेरी महिनामा आउने भयो, त्यसले नै खाने। र यहाँको यहाँको जनस्तर चाहिँ एकदम चिल नै छ भन्नुपर्छ। त्यस्तो समस्या, त्यस्तो अप्ठ्यारो परिस्थितिमा चाहिँ छैन। काम गरेपछि महिनामा सेलेरी आउँछ, त्यही सेलेरी खाने हो। कोटीबाट लागेर मर्छ कि यो किन्दैन कि भन्ने चाहिँ छैन। यसरी पाखातिरबाट पनि भलबाढीले चाहिँ बाटालाई नोक्सान पुर्याउँछ भनेर चाहिँ नाली काटेर ल्याएर, माथि पाखाबाट पनि नाली काटेर ल्याएर चाहिँ तल नालीमा मिसाएको हुन्छ। नाली मैले देख्न सक्नुहुन्छ, नाली अझै पनि यहाँनिर होइन। यो हेर्नुहोस् त तेल, यो तेल। अब यसलाई सबै फाँडेर, यो तलको फाँडेर फेरि यसलाई चाहिँ त्यो नरिवलको जस्तो माथि टुक्टुक्का पार्नुपर्छ क्या, अनि बल्ल फल फल्छ। यो सबै तेल कम्पनी हो, एकदम छ, एकदम राम्रो छ तेल कम्पनी। देख्दा चाहिँ राम्रो छ, भित्र चाहिँ अलिक ठुल्ठुला अजिङ्गार भन्छ नि, अजिङ्गारहरू भयो। अनि यहाँ मैले यता कता हेर्दाखेरि भनेको चाहिँ किङ कोब्रा लगायतका झिना मसिना सर्पहरू चाहिँ धेरै नै हुन्छ भन्ने पाइएको छ। भित्र चाहिँ तेल कम्पनीभित्र चाहिँ म पनि छिरेको छैन। यो बाहिरबाट हेर्दा र अर्काले भनेर सुन्दाखेरि चाहिँ पाइन्छन् भन्ने सुन्नमा आएको छ। र यहाँको बाटोको त के कुरा गर्नु, यहाँको बाटो त अब 3 लेनको हुन्छ, 4 लेनको हुन्छ, एकदम राम्रो हुन्छ। जति स्पिड हाके पनि भयो, यहाँनिर खासै त्यस्तो उयो छैन। राम्रो यात्रा एकदम आरामदायी हुन्छ। र यो यात्रामा चाहिँ म अहिले केएलबाट मेरो कम्पनी, मेरो गन्तव्य यानाङसम्म जाँदैछु। एकदम ठिक छ, एकदम यात्रा आरामदायी छ। बसमा सिटहरू भनेको नेपालभन्दा एकदम आरामदायी, होल्डिङ एकदम राम्रो हुने। नेपालमा त्यसरी खुट्टाले अर्को सिट हतत भेट्न गाह्रो हुन्छ, एकदम मजाले पुग्ने हुन्छ एकदम। यहाँनिर हामी यात्रा यस्तोले गर्दा बसभित्र छु। यहाँ सब मतलब आरामदायी हुन्छ भनौँ न, एक शब्द भन्नुपर्दा आरामदायी। सबै एसी हुन्छ, एसी खोल्न मन लागेन खोल्ने, खोल्न मन लागेन भने बन्द। यहाँ एसी यो बन्द गर्दा पनि भयो होइन। तेल कम्पनी, सबै तेल कम्पनी, तेलका बोट हुने, यसरी फाँडिन्छ, यसरी राम्रो बनाइन्छ। कतिपय ठाउँ त नेपाल जस्तै दिन्छ, तर नेपालकै जस्तो भूभाग भए पनि नेपालभन्दा चाहिँ अलिक गर्मी नै हुन्छ। राम्रो छ ठाउँलाई चाहिँ। यो ठाउँ त विशेष गरी कम्पनी भन्दा नि खेती गर्न योग्य जमिन हो। यहाँनिर चाहिँ फल्दैछ, फुल्दैछ, पाक्दैछ, झर्दैछ भने जस्तो एउटै बोटमा देख्न सकिन्छ। यो चाहिँ यहाँनिर अब भिडियोहरू गर्दै जाँदा लामो नै हुनसक्छ, पुरै हेरिदिनुहोस्। हेरिदिएपछि
केही प्रतिक्रिया दिनु होला। अनि तपाईँहरूले म त्यो ठाउँमा पुगेको भनेर चाहिँ कतिले भन्नुहुन्छ होला। पुगेका साथीहरूको लागि विशेष रहँदैन। तपाईँहरू पुग्यो भने पुग्नु नपुग्यो भन्नु होला, पुग्न भन्नु होइन, पुगेको घुमेको भन्नु होला। नपुगेका साथीहरूलाई जान्न चाहने चाहिँ यो भिडियो विशेष रहन्छ।